बोलेला काका रे देहिया हिले लागल सरक सरक ऐसे न कर नाना रे ऐसे नाना रे गरे यस्तो गर्ने हो के यो दाइले कोरियोग्राफी सोचिराख्नु भएको छ कसरी के गर्दा गर्ने नमुना तिमी नि गरिराख न डिस्क्रिप्सन चेक गर्दा फिमेल भोकलिस्ट नमुना डान्सर नमुना टक्क हेर त कस्तो बवाल हुन्छ 1 2 3 4 5 6 7 8 हे गाइस व्हाट्स अप तो हमारे कन्या गाँव के लोकेशन हेरे है ना हमन के इस सड़क म्यूजिक वीडियो करे का है ना तो बवाल हुई के तैयारी होता है तो आज फिर हमरे जावल जाती उहे हमन के कुमारी कला केंद्र है ना डांस स्टूडियो में हमन के यूबी दाई के स्टूडियो में तो वहीं जाई के सब मिलल जाए हमन के लेडीज़ डांसर बहनी लोग भी सब वहीं आई गए हैं तो वहाँ जाए सब मिला से मिल के और आज से हमन के डांस के कोरियोग्राफी स्टार्ट हुई हमन के यूवी सर करते कोरियोग्राफी तो चलिए वही और जाए के मिलल जा और देखल जा हमन के डांस स्टेप कैसन हुई है आज सड़क के तो चलो जल्दी आई बवाल होए वाला है गीत चलिए हुई और मिलल जाए हमरे डांस स्टूडियो और सब मिला से पूरा गीत को हिरोइनी पनि आइसक्नु भयो विपन्ना तो अब गएर स्टुडियोतिरै फेस हेरौँ है सबैजनाले जहाँ पाए त्यही फेस देखाउन मिल्दैन स्टुडियोतिरै गएर भेट्नुपर्छ ल ओके अरू बहिनीहरू आए कि न यार ल कान्छा थकाली चौक कुमारी कला केंद्र डांस है ना तो आई गो आगे और देखल जा भीतर के आए है ना सब जन इस मिलल जा और शुरू कैल जा हमन के आज के डांस कोरियोग्राफी है ना ल हेलो मेरे दाई रेडियो फुल नमस्ते मेरे दाई उके यार हाम्रो ड्रेस को जोगाड गर्नु पर्यो नि दा त्यही त भनेको मेनले त उ लेहंगा लाउने साइडले साडी लाउने के विपनाले त लिएर आछिन् रे बरु हेर्नु न टक्क विपनालाई कुल लगाउँदा टक्क दामी हुन्छ मैले के भनेको धेरैले लेहंगा लाउँछन् अनि त्यही भएर केही युजल गरेर म त उले नै साडी लाइदिन भने विचार गरेको थिएँ फेरि नाच्न सक्दैन कि यस्तो लाएर फेरि अलि त्यस्तै अदावाला लगाउने कि हो कि युनिक हुन्छ दाइ यार कि त किनकि आइटम सङ भन्ने बित्तिकै मान्छेले त्यही लेहेंगा चोली चोलो अनि के हुन्छ नि त्यही सोच्छ यहाँ लेख्दै बसेको केटाहरू ड्रेसअपहरू अनि कस्तो हुनुपर्छ अनि त्यो मतलब के अर्नामेन्ट ढिला भन्नु त्यो लेहेंगा हो तर यार विपना साडीमै बवाल देखिन्छ क्या यार यो पनि नाइटमा लाइटमा राम्रो देखिन्छ यो सिम्पल हो क्या यो स्टेपमा मैले लगाइराख्नु अनि मेन चाहिँ मैले चाहिँ यो हो के लगाउन खोजेको यो सर्टमा छ सेट है ब्लाउज यसको चप्पल शुद्ध हो त्यो साडी लाउन पर्छ कि भनेको सबैले साडी लाएर गएर मैले त सबैले साडी दाइ कि पछाडिकोले यस्तो मेरो ब्ल्याक साडी यसमा दामी त्यही साडीमा यस्तो हुन्छ कि साडी ठ्याक्क हामीले किन्न पनि पायौँ बनाउनु सिलाउनु पनि परेन होइन अनि ब्लाउज त मैले सोधिसकेको छु ब्लाउजमा भाडामा पाउँछ त्यसको हामीले त्यो थारो डान्स नाच्ने बेलामा कालो ब्लाउज थियो कि डिजाइनवाला त्यो ब्लाउज मैले मगाएको थिएँ होइन अनि त्यही भएर अनि साडी लाउने हो कि भन्ने कुरा गर्थेँ यहाँ यस्तो केटीहरूले कालो चुरा रातो साडी अनि माथि ब्लाउज अनि बाल अलिक खोल्ने अनि यहाँ रिङ अनि नाकमा फुली त्यो सोच्दै केटी अनि खुट्टामा पाउजु अनि के गरे केटाहरूले चाहिँ गाजर लाउने अनि जन्तर बान्ने त्यस्तोवाला जन्तर भन्छ है कालो केटाले जन्तर बान्ने उसले चाहिँ त्यो के भन्छ कडा जस्तो लगाउने हो त्यो हातमा के गरे त्यो
त्यो कडा कडा एउटा हातमा त्यो डोरी त्यो उसको रक्षाबन्धनलाई डोरी हुन्छ है त्यो टिपिकलवाला के हो रहेछ त एउटा हातमा कडा एउटा हातमा हो यस्तो लाउँछ नि त कस्तो अनि त्यो डोरी होइन अनि केटीहरूले फेरि सबैले फुली लाउने कि यस्तो नलाउने कि यस्तो गोलोवाला फुली लाउने कि अनि तिनीहरू दाइ ल्याउनु पर्यो नि अहिलेबाट गर्नु त्यो भन्नु पर्यो नि दाइ होइन उसलाई पाउँछ नि त नक्कले भाइले टक्क आइडिया दिएर अब कहाँबाट के हो त्यो अब राति राति मैले काट लिएर मैले त राति बल्ल सोधेको म कतिवटा भिडियो हेरेर मलाई 12-2 बजी कति सोधेको स्टेप पनि सोध्छु म सुतेकै छैन म 4 बजे सुतेर 4 बजे 6 बजे सुतेको 8 बजे उठेर अहिले पनि म ह्याङमै छु अनि पुरै हेर्दै होइन भिडियो हेर्दै अनि कस्तो गर्ने लुक्स गर्ने सबैले लेङ्गा 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 गर्छ अनि सबै भिडियो पनि हेरेँ त्यो एउटा साथीले फेरि रियाक्ट पनि गरेछ कि यो भिडियोमा दुईटाले गरेछन् एउटा आरती भन्नेले गरे त्यो साथी हो त्यो जमानामा त अहिले त चिन्दैन पहिला हामी बोल्थ्यौँ पनि काठमाडौँमा डान्स सिक्न जाँदाखेरि हामी पुरोमा भेट पनि भएको थियो आरती अनि क्रेजीकरण भन्ने दाइले नि गरेका छन् त्यो अर्कोवाला भिडियो पनि हेरेको थिएँ मैले त्यो उस नाचे थिएँ के थिएँ त्यो सेम के आफूले भने यस्तै कन्सेप्ट रहेछ लगभग छ तर त्यो चाहिँ अलिक इन्कम्प्लिट देखेछ अनि मैले भने हाम्रो भिडियो पनि लगभग त्यस्तैतिर गइरहेको छ अनि केटी हो कि गर्दैन दाइ कन्सेप्ट चोर्यो कि भन्ने पनि हुन्छ हाम्रो त यो धेरै पहिलाको कन्सेप्ट हो नि दाइ हामीले त 10 महिना पहिल्यै गरेको तर सुट गर्न अलिकति ढिल स्याडो भाइ बिचरा त्यत्रै हो दाइ हाम्रो कन्सेप्टहरू सब छोडिदिए यार हामीले कहिले सुट गर्ने भनेको भनेको थिएँ भाइले अनि त्यही गरौँ मेरो दाइ सबभन्दा पहिला त तपाईँले ड्रेसमा साडी लगाइदिउँ होइन अनि फेरि लेङ्गे लगाए जस्तो हुन्छ अनि ब्ल्याक साडी लाइटमा देखिन्छ क्या दाइ दाम देखिन्छ क्या यिनलाई त्यसो ब्ल्याक कस्तो हुन्छ क्या फेरि यार यस्तो कस्तो दाम देखिन्छ लाइटमा नाइटमा पक्का किनकि गहना पनि अलरेडी गहना हुन्छ यही साडीमा गहनाले पनि धेरै फोकस ब्याकग्राउन्डकोले कस्तो लगाउनु त एउटा मेनले नत्र ब्याकग्राउन्ड त कालो ब्लाउज त्यो यस्तो डिजाइनर एउटा उसको छ त्यो अनि साडी एउटा रातो साडी होइन रातो साडी अनि के अरे मेनले चाहिँ के लाउने मेनले कालो नलाम के अँधारोमा कालो कहाँ राम्रो देख्छ टिममा लाउँदा पो राम्रो त्यो त अँधारोमा त्यो त के अलिकति झिल्केवालै भएको राम्रो हुन्थ्यो क्या नाच्दा भोलि बिहान लाएर नाच्नु टक्क उमा अब त्यही त हामीलाई अब त्यो ग्रुपमा टक्क उभिँदा चाहिँ तिमी टक्क यस्तो एक्स्ट्रा देखिनु पर्यो क्या अलि मान्छेले हेर्दा नि लमा भन्ने जस्तो भओस् न गोल्डन ब्लाउज छ गोल्डन कलरको अलि टल्किने सुन जस्तो हुन्छ है ब्लाउज गाउँ त अरू यसको यो रातो साडीको लाउने ब्लाउज देखाएको त रातो लेङ्गाको यससँग त मैले यो लगाउँछु क्या करती हो थोड़ा यार कुछ तो बताओ कहाँ हो र तपाईँ हामी कुरेर बसिरहेको छौँ मलाई लिन पठाइदिनु त वाउ कहाँ घरनिर हो र अर्को बहिनी के भयो बहिनी आउनु हो र अनि हाम्रो टिम त अधुरा हुने भयो नि रेड ब्लाउज यस्तोमा हाल्यो तर यो हल्का थियो अलि मजा आएन यिनीहरू साडी लगाएर नाचेको देखेर यिनको मलाई चित्त परेन त्यही भएर लेङ्गै लाऊ भन्नुहुन्छ मैले बरु होइन सम्झी दुईटा लेङ्गा लाउने म त एउटा गीतमा एउटा ब्ल्याक एउटा यो भोलिपल्ट लाउला के हुन्छ नत्र यो आइटम सङमा त्यो गर्ने अनि यसो गर्ने के उसमै हैन एउटा लिपसिङ सर्ट हान्दा चाहिँ एउटा ऱ्याप हान्दाखेरि एउटा लेङ्गा लाउने अर्को हान्दाखेरि अर्को लेङ्गा लाउने के भयो त नि त्यो नाच्दा चाहिँ एउटा लजिक अब गोजीमा हाल्ने हो क्या त्यसपछि लजिकलाई यता तर हाम्रो स्टोरी अलिकति ओके त्यो एउटा ल्यान्ड नलाएर टाइममा त फेरि जानु पर्यो रेस्ट लानु पर्यो भयो अनि दाइले कोरियोग्राफी सोचिराख्नु भएको छ कसरी के गर्दा गर्ने कान्छी ए तनी कमरै बाचे र अनि
आयो तिमीलाई भेट्न हामी बुलेटै हाँकेर अब बुलेट खोल्नु पर्यो नि अब यहाँनिर अनि के भन्छ आयो तिमीलाई भेट्न हामी बुलेटै हाँकेर अनि बुलेटै हाँकेर बुलेट त त्यो त भइहाल्यो त्यो त हुन्छ नै लाउनु को नाच्ने थोप्राएर थोप्रा मेकअप गर्न दिनु न तपाईँले चिन्नुहुन्न मैले त चिन्नु पर्यो होइन चिन्ने हो र मैले अनि नाचका छि यस्तरी कमरै बाँचेर के गरे आयो तिमीलाई भेट्न हामी बुलेटै हाँकेर विपनालाई बरु थाहा भइसक्यो रहेछ झुकेगा नै यस सर यति पहिला बताउनु न होइन यति टक्क अनि बल्ल अगाडि एकैचोटि पुरै थोरै न आउँछ हेलो नमुना तिमी नि गरिराख न गरिराख न होइन के थाहा इमर्जेन्सीमा त्यो दिन अब एकजना चाहियो नि एक्स्ट्रा हेर त कस्तो कस्तो राम्रो पुरा त्यो डिस्क्रिप्सन चेक गर्दा फिमेल भोकलिस्ट नमुना डान्सर नमुना टक्क दुई हेर त कस्तो बवाल हुन्छ फर्टीमा त्यो 95.55% बिहान हेर्दा मेरो भिडियो केमा हाले थियो टिकटकमा हाल्थे नि त ओरिजिनल मेरो आहा हो र यहाँ म देखाइन्छु राइटमा ल म त दौड परेको के यहाँ हेर्ने यो गाना भएन यो मैले बनाएको नि त अनि यहाँ ओरिजिनलमा मेरो आहा के ओरिजिनल साउन्ड बाईबाट लगाउन मेरो फर्टीमा हेर त पुरै तिमीले लानी होइन बिहान हेर्दा मैले 10,000 थियो भिडियो बनाएको अनि अहिले कलेजदेखि आएको 12,000 त्यही सुन्दर ठिक छ अनि यहाँ थियो के नाइस के तो चलिए फटाफट कोरियोग्राफी स्टार्ट कर दिया ओकर बाद बाकी काम कर युनिक गर्ने गरे खोइ त मेरो दाइहरू भन्दा नि टाइम छैन है त्यही भएर यस्तो स्टेप बनाउनु कि पछाडिको लाइन नि टक्क ट्याक ट्याक सजिलो भओस् गर्न गाह्रो छ नि दाइ हामीलाई त के हैन पुलिस सिकाएको भन्दा नाइ सिकाएको भन्ने हो आजले अनि उ यहाँ हैन आजपछि अनि के बोले लका रे बोले लका रे देहिया हिले लागल सरक सरक ऐसे न कर नाना रे नाना यो ऐसे नाना रे गरे यस्तो गर्ने हो के यो यसरी भन्नु ल दाइ अब ट्याकटुक यो स्टार्टिङबाटै हो त्यो बनाइहाल्नु त नाइ के दाइ म सिक्न त सक्छु के त भुल्छु त म त यस्तो अलिकति वाइल्ड राखेको के ठक्क डान्स होइन राम्रो नि देखिन्छ दाइ अलिकति मान्छेले च्यालेन्ज पनि लागोस् हेर्दाखेरि गर्दा पनि होइन ओहो भनिदिनुहोस् न भनेर किन यति हामीले जोड गरेको छ होइन भने त म त्यो पनि हाल्नै सक्छु के यस्तो अब मन परेन भने त्यही हालिदिन्छु फेरि होइन दाइ तपाईँले अब के स्टेप हाल्ने यो गर्नु के होइन मलाई 4/4 बिट भने पनि हालिदिन्छु 8 बिट भने पनि हालिदिन्छु त्यो आफूले होइन दाइ नाइ कि तपाईँले सोचेको भन्नु न आइनुले हाल्ने भन्ने हैन अनि तपाईँले तपाईँ कोरियोग्राफी त तपाईँले गर्नु हो नि त दाइ तपाईँलाई जब त्यो यो गीत जुन सुने नि त्यो गीत अनुसार फिल्मलाई यसमा यही आयो क्या ए नाइस छ यो राम्रो पनि त्यो देखिन्छ। वर्ड अनुसारको छ नि त राजा रे ए यता ए साइडको कोरसहरू आउनुहोस् कि अब ल एक्टिभ सबैजना है ल
फुल फुल किनकि मैले भने नि त अब ठ्याक्कै इन्च स्मार्ट गर्दा यो फिल दिन पर्यो ल ल रेडी 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 नमुना तिमी नि उठ के ल एकजना एक्स्ट्रा चाहिन्छ के हामीलाई त्यहाँ त्यति बेला के हुनसक्छ होइन तिमी नि गरिराख न फिजिकल राम्रो हुन्छ झन् यस बठनी कसले बिल्ला गर्यो तिमीलाई बठनीमा ल 1 2 3 4 पहिले टक्क पोजिसन दिनु न अलि नत्र ग्यालेङ गुजुङ एकजना अर्कोसित ठोक्केर फेरि झन्झ्याउ होला यो पछि हेर्नलाई हो के यो गीत रिलिज भइसकेपछि सक्सेस पार्टीमा लगाएर हेरौँला यो टक्क कसरी सिकेको थियौँ भनेर स्टार्टिङबाट डांस रिहर्सल चालू हो गया है अमन के यहाँ तो मस्त सब जनी अपन अपन पोजीशन में है भयो के पछि कुरा गरौँला के यो सब 1 2 अब जाने 1 झन् त्यहाँ त्यत्रो ठुलो क्यामेराको अगाडि नाच्नु छ गोप्रोको अगाडि उ गरेर हुन्छ लाज मानेर हुन्छ यो त पुरै वर्ल्ड वाइड युट्युबमा गएपछि त वर्ल्ड वाइड चल्ने भिडियो त्यो लजाउने काम नगर क्यामेरा एकदम राम्ररी फेस गर भयो 5 6 7 गो नाच यही हात खुट्टा चलाउन जानेन क्या माथि 1 2 माथि टाउको माथि अनि यताबाट 1 2 भयो हातले यस्तो गर्ने त्यसपछि बोलाउने आयो तिमीलाई भेट्न हामी 1 आयो तिमीलाई भेट्न हामी यताबाट यस्तो गरेर अनि 1 2 भयो ढुक्का ताने यो भयो 1 यो भयो अनि यताबाट बोल्नु कुन हो ready 5 6 7 go ए तनी कम्म एरै भाचेर आयो तिमीलाई भेट्न हामी मैले 8 काउन्ट गरौँ पहिले 8 काउन्ट रेडी 5 काउन्ट गरेर एकैचोटि धेरै अगाडि बढाउनु 5 6 7 को यो 1 2 3 5 6 7 go 1 2 3 4 5 6 7 8 ल यहाँ यति गर्नु पर्छ 5 6 7 go 1 2 3 4 5 6 7 8 अनि हातलाई माथि हुन्छ के 1 2 राइट ह्यान्ड राइट लेग अनि यसरी 1 2 1 2 तल हुन्छ क्या हात एउटा हात माथि भयो यही भन्दा एकचोटि हँसाउनुहुन्छ सरले हँसाउनुहुन्छ 5 6 7 go 1 2 3 4 अब यहीबाट यता राइट यस्तो गोल घुमाउनुहोस् अब यताबाट यहाँ आउनुहोस् अनि कम्मर 1 अनि चाहिँ यस्तो गर्न ल 1 2 3 4 अनि 5 6 ओके दामी है दामी क्यामेरा फेस गर है क्यामेरा फेस गर्नु सबैले झ्याउ हुन्छ फेरि
आजा 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 अब बुलेट हाट्ने यता 1 2 3 4 अनि 5 6 जम्मा नाइस फुल हसल चलिरहा फुल मेहनत चलिरहा फर्स्ट टाइम मलाई आएर सिंगर प्लस डान्सर जो सिंगर हो त्यसैले गीत गाएर डान्स सिकाएर डान्स नमुना मल्टी टैलेंटेड गर्ल दृश्य हो नि ओके तो हमन के रिहर्सल एकछिन ब्रेक भया है ना थोड़ा ब्रेक पानी वानी पिए थे आराम करे थे तो अब फिर स्टार्ट हुई हमन के एकछिन बाद रिहर्सल हाँ बवाल होता है रिएक्सन भिडियो हेरेदेखिबाट त मेरो झन् दिमाग खराब हुन्छ च्यालेन्जिङ छ के दाइ नयाँ बनाउँछु भनेर क्या। झन् राम्रो